Happy birthday to you. Happy birthday to you. ल हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना. ह्यापी बर्थडे. ल ह्यापी बर्थडे. ओके. अनि यहाँनिर हजुरको लागि यो फुलको बुके पनि आएको छ. यो पनि समाइदिनु होला. अनि यहाँनिर चाहिँ तपाईको लागि यो टेडी बियर पनि आएको छ. यो पनि समाइदिनु होला. यो टेडी बियर पनि समाइदिनु होला. सानी अहिले फुर्र पार्ने. ल नानी यहाँ बस. यो पकड्नु नानीलाई खाइदिनु त. ल नानी ल नानी यता बस्ने यता. हैन यहाँ बस्नु के बस्दिन्छु. ल ल ल ल ल यो नानीको लागि ल ल समाउनुस् ल. यो पनि आएको छ. अनि यहाँनिर यो केक पनि नानीको लागि ल. खै कहाँ गयो. ल यो केक पनि नानीले समाउने. ल ओके. ल समाइदिनुहोस् ल. यो पनि आएको छ. फेरि पनि तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना. ह्यापी बर्थडे. ल अनि फोटो ल हजुरले एकचोटि गेस गरिदिनुहोस् न. यो तपाईँको जन्मदिनको उपलक्ष्यमा यति राम्रो यति विशेष सरप्राइज कसले पठाइदिनु भयो होला केही थाहा छ हजुरलाई? कान्छी बहिनी या माइली दिदीको दुईटामा एकजना मात्रै गेस गर्नु पर्यो नि दिदी हजुरले. ठ्याक्कै दुईजना एकजना को होला? कसको काम होला? कान्छी बहिनीको होला. कहाँ हुनुहुन्छ कान्छी बहिनी? काठमाडौँ. काठमाडौँ हजुर हो र. बर्बाद भयो क्या दिदी. हेर्नुहोस् त तपाईँलाई बहिनी नसम्झिनु हुँदो रहेछ के अरे. यार नि होला. कसको काम होला र फेरि गेस गरिदिनुहोस् त. त्यसमा मान्छेको होला. कहाँ हुनुहुन्छ? कुबेत. हो ल तपाईँलाई बधाई छ. तपाईँले यति माया गर्ने दिदी पाउनु भएको रहेछ. तपाईँको यो चाहिँ जन्मदिनको उपलक्ष्यमा फोटो पनि दिनुहोस् त. यहाँ हेर्नुहोस् त को हुनुहुँदो रहेछ. ल हेर्नुहोस् त. ल हेर्नुहोस् त. हो यो चाहिँ तपाईँको जन्मदिनको उपलक्ष्यमा यति राम्रो यति विशेष सरप्राइज चाहिँ तपाईँको दिदी कुवेत हुनुहुँदो रहेछ नि. उहाँले पठाइदिनु भएको थियो. उहाँले भन्नुहुन्थ्यो त बहिनी मेरो बहिनी त एकदम चलाक छिन्. फोन नगरिकन जानुहोस् है भन्नुभएको थियो. कसरी जाने फोन नगरिकन भनेर भनेको मैले. फोन त गर्नु पऱ्यो तर अर्कै कुरा गरेर जान्छु भनेर भनियो. त्यो चाहिँ तपाईँको जन्मदिनलाई विशेष बनाउनको लागि सरप्राइज हजुरको दिदीले पठाइदिनु भएको छ कुवेतदेखि. अनि के भन्न चाहनुहुन्छ त हजुरको दिदीलाई? के छ हजुरको तर्फबाट विशेष? सधैँभरि सबैलाई खुसी बनाउनु भयो. अब सधैँभरि भगवानको कृपा रहिरहोस्. हजुर आशीर्वाद मिलिरहोस्. ओके. अनि अरू केही छ अझै? अरू पनि भनिदिनुहोस्. जन्मदिनको लागि यति धेरै खुसी बनाइदिनुको धेरै धेरै धन्यवाद दिदीलाई. ओके ल हजुरले ताली बजाइदिनुहोस् एकचोटि. ल ल नमस्ते. धन्यवाद छ है बहिनीको दिदीलाई.